आजको दिनमा चाहिँ चुनौती भनेको नम्बर 1 भनेको त हेर्नु सबैलाई थाहा भएको कुरा इन्फ्रास्ट्रक्चरै हो। वर्ल्ड क्लास टुरिज्म इन्फ्रास्ट्रक्चर भइदिए हुन्थ्यो जस्तो लाग्छ। आई थिङ्क त्यो समय पनि आयो जस्तो लाग्छ। हामीले त्यो पुरानो स्टाइलले चलिहाल्छ नि भन्ने स्टाइलले चाहिँ हुँदैन। नम्बर 1 त रोड। हामीले धेरै भिजिटर्सहरूबाट सुन्ने गर्छौँ है, यहाँको रोड एकदमै नराम्रो छ, नेपालको भेरी बम्पी यताउता भन्ने सुनिरहन्छ। पब्लिक टोइलेट्सहरू छैन, स्पेसली वुमेन भिजिटर्सहरूको लागि चाहिँ। अहिले ट्रास म्यानेजमेन्ट पनि आई थिङ्क इट्स अनदर भेरी बिग प्रब्लम पोखरामा चाहिँ। पार्किङ प्रब्लम छ। अहिले लेटली आएर हेर्दाखेरि तपाईँहरूले सोसियल मिडियामा पनि देखिरहनुहुन्छ, धेरैले कम्प्लेन गर्नु भइरहेछ। अलिकति पार्किङ लट्सको व्यवस्था भइदियो हुन्थ्यो। इन्भेस्टमेन्ट एन्ड बिजनेस फ्रेन्डली पोलिसीहरू भइदियो भने चाहिँ हामीलाई सजिलो हुन्थ्यो। इन्टरनेसनल एयरपोर्टको कुरा गरौँ होइन, त्यो पनि एकदम हट टपिक छ हाम्रो पोखरामा चाहिँ। कुनै पनि प्लेन्सहरू अहिलेसम्म कमर्सियल प्लेन्सहरू एयरलाइन्सहरू आउन सकिरहेको छैन होइन। त्यो भएको भए चाहिँ टुरिज्म मात्रै नभएर सबै पोखराको लोकल बिजनेसेसहरूदेखि लिएर सबैलाई चाहिँ धेरै राम्रो हुन्थ्यो। गेस्टहरूसँग कुरा गर्दा चाहिँ कतिजनाले चाहिँ हामीले नेपाल भनेर सुनेको थिएन भनेर भन्नु पनि हुन्छ कि ग्लोबल मार्केटिङ हुन पर्यो इन्टरनेसनल लेभलमा। अब लो सिजन आउन थाल्यो होइन, वी हेभ टु मुभ बियोन्ड द्याट लो सिजन हाई सिजन त्यो एउटा माइन्डसेटबाट चाहिँ। किनभने भने नेपालमा मनसुनमा पनि धेरै राम्रो ठाउँहरू छन्। अप्पर मुस्ताङतिर गयो भने होइन, सर्टेन पार्ट्स अफ लोवर मुस्ताङ त्यहाँ चाहिँ रेन स्याडो एरिया छ, त्यहाँ पानी धेरै पर्दैन। अब अगेन कुरा आउँदाखेरि फेरि हाइवेकै कुरा आउँछ। कति अब त्यहाँ ल्यान्डस्लाइड्सहरू भएको भएर चाहिँ बाटोहरू अवरुद्ध भइरहेको हुन्छ। वी हेभ टु मुभ बियोन्ड द्याट सिजनल टुरिज्म जस्तो लाग्छ मलाई चाहिँ। त्यही अनुसार मार्केटिङ हुन पर्यो। अब इन्टरनेसनल लेभलमा हेर्नु पर्दाखेरि अब स्पोर्ट्स इभेन्टहरू गर्न सकिन्छ, हामीले कन्फरेन्सेसहरू गर्न सकिन्छ होइन। अब आइटी सेक्टर्सहरू छ। देयर सो मेनी थिङ्स रिलेटेड टु टुरिज्म के। किनभने टुरिज्म भन्दैमा सिर्फ एउटा घुम्न आउने मात्र अथवा हिमाल मात्रै चढ्न आउने भन्ने चाहिँ हुँदैन। फेवा लेक नभइकन त पोखरालाई मान्छेले धेरैले चिन्न पनि चिन्थेन होला। हाम्रो सम्पत्ति भनेकै फेवा लेक अनि हाम्रो हिमालहरू त हो नि। एज अ होल पोखराले चाहिँ त्यसमा एक्टिभली लागि पर्नुपर्छ हाम्रो फेवाताल संरक्षणको लागि। अलिकति इन्टरनेसनल लेभल वे अफ थिङ्किङबाट सोच्नुपर्छ जस्तो लाग्छ। भन्न खोजे चाहिँ कस्तो भन्यो भने अलिकति सस्टेनेबल टुरिज्मतिर लाग्नुपर्छ। नाउ द वे द वर्ल्ड इज मुभिङ इज टुवर्ड्स सस्टेनेबल, अलिकति इन्भाइरोमेन्टल फ्रेन्डली। गहना भनेकै नेचर हो, यो डाँडा काँडा होइन, अल दिज माउन्टेन्सहरू कन्जर्भ मात्रै गर्न सक्यो भने, त्यसलाई नबिगारे मात्रै भने पनि राम्रो हुन्छ। धेरै विदेशीहरूले चाहिँ नेपाल आउने भनेपछि त्यही नेचरकै लागि आउनुहुन्छ, नबिगार्यो मात्रै भने पनि हुन्छ। र वाइडर स्पेक्ट्रमबाट हेर्नुपर्छ जस्तो लाग्छ टुरिज्म।